Hello and namaste guys, welcome back to my new vlog. आज चाहिँ हामी जाँदैछौँ स्वर्गद्वारी दर्शन। यता दिदी तयार हुँदैछ। बिहानैदेखि बिहानको 5 बजिरह। म चाहिँ चाय पिँदैछु। अब ठ्याक्क तयारी हुँदैछ, झोला प्याक भयो हैन। हामी चाहिँ हिँडेको अवस्था भन्नुपर्छ। अब उज्यालो भइसकेछ, 4 बजे उठेको, घाम आइसकेछ। मेरो बाइक दिदी पनि तयार भएर टक्क जानलाई पुरा रेडी। एकैछिन अन गर्छु। आजको दिनको पहिलो स्टार्ट भइसकेको अवस्था। मम्मी यता फुल टिप्दै हुनुहुन्छ। हाम्रो भाइ रेडी अवस्थामा छ। हामी स्वर्गद्वारी जाँदैछौँ। अब चाहिँ जानु लागेको अवस्था गाइस है। टक्करमा ल कुनी अब चाहिँ अगाडि कतै तेल हाल्ने ठाउँमा भेटौँला। विशाल पम्पमा तेल हुँदैछ। फुल भइसक्यो। हामी चाहिँ तेल भरेर निस्किसकेको छ गाइसहरू होइन। गोरुसिंगे राइट नाउ। गोरुसिंगे पुगेको अवस्था भन्नुपर्छ। टक्क हल्का सिसा हालिदिएको थियो, सिसा ठिक गरेँ। अनि बुनीले पनि हेलमेटको सिसा मिलाउँदैछ। 30 मिनटमा 50 किलोमिटर, 30 मिनटमा लगभग। यो गोरुसिंगे चोक भयो, यता अर्घाखाँची जाने बाटो भयो। हामी सिधै जाने यहाँबाट। खै मङ्की
बुनीको साथीहरू। हेलो मङ्की ब्रो, के खाइरह त्यसले? बिहान बिहान के को ढक्कन लिएर गएको त्यसले त? यता कबुवा छ मङ्की। अब यहाँबाट निस्किन्छौँ हामी। वी आर हेयर एट टिकटकको भाइरल ठाउँ भालुवाङ पुगिसकेको अवस्था छ। टक्क गइरहेछ माना। यो भालुवाङ भयो, यो त बुटलतिरबाट आएको रोड भयो। सरर यता अगाडि जाने टिकटकको भाइरल ठाउँ। बाइकको अवस्था हेर्ने लायक भइसक्यो। सिसा मोडेर यस्तो छ, यसलाई ठिक गर्न पर्यो। अनि यहाँ एउटा दुइटा फोटो खिचेर यहाँबाट निस्किन्छौँ। फेरि बसहरू आइरहेछ। सुर्खेत वाला बस आइसक्यो, नाइट बस सुर्खेत धरान। एकछिनमा एउटा दुइटा फोटो सट्टा हान्ने अनि निस्किने। स्वर्गद्वारी दर्शन। के भन्न छ? छैन, हामी रमाइलो गर्दै ओके बाई। ठ्याक्कै भालुवाङ पुग्यो होइन। भालुवाङको पुलमाथि छौँ। तर खोलामा पानी त छैन, खै कुन खोला हो यो? टक्क अब यहाँबाट सायद राइड जाने होला हामी। प्युठानको लागि यतातिर हो कि त्यहाँ गएपछि थाहा हुन्छ। नास्ता पनि खान्छ। नास्ता खाने बेला भएछ हाम्रो भालुवाङमा। टक्क हेलमेट सेलमेट यता राखेर नास्ता खाइरहेछौँ। हेलो गाइज, खै ठाउँको नाम त थाहा भएन, तर यो प्युठानमै पर्छ। एकदम डेन्जर ठाउँमा आइया। खतरा मिठो छ भ्यू। सरर पहाडहरू खतरा खतरा। जोशीपुर होइन, त्यो त जाने ठाउँको नाम हो। भ्यू चाहिँ खतरा छ है। मजा आइरहेछ घुम्न। फिल चाहिँ खत्रै भए, तर ठाउँ चाहिँ खतरा हो क्या। कुन ठाउँ हो ठाउँको नाम चाहिँ थाहा भएन, तर दामी छ है। ल प्युठानबाट कसैले हेर्दै हुनुहुन्छ भने टिकटकमा युट्युबमा कमेन्ट गरिदिनु होला गाइज। टक्क लाएर कुन ठाउँ हो यो ठाउँको नाम थाहा भएन क्या, अरू सबै थाहा भयो। भ्यू चाहिँ खतरा। प्युठानको बस गइरहेको त्यहाँ टक्कै। कुन यो क्लासिकको हो क्या सायद। भ्यू चाहिँ खतरा हुने कि यहाँबाट। चकचकेबाट अगाडि लगाइसक्यो। चकचकेमा भिडियो बनाउनु पर्ने थियो, त्यहाँ चेकिङ चलिरहेको थियो कि भिडियो बनाएन होइन। चकचकेबाट यता आइयो। यस्तो ठाउँ छ, कस्तो सिन बवाल बस्ने जस्तो रुखको छेदमा। लगभग चकचकेबाट 10 किलोमिटर जति आइयो होला। अब 20-22 किलोमिटर छ स्वर्गद्वारी पुग्न। रुखको छाया छ दामी, बुनी बसी छ।
सुती है पनि त के को थकै लाग्यो। अहिलेसम्म हामी लगभग 150 किलोमिटर हिँडिसक्यो बिहानदेखि। थाकेर बुनीको हालत कठै भरे। रुख चाहिँ डेन्जर के है, रुख चाहिँ डेन्जर हो न। खोइ अब आँप चोर्ने प्लान बन्न ला। धेरै माथि खा सकिन्न हौ, यत्रो माथिको आँप चोर्न त। त्यो जरामा जानु पर्ने भयो। जरामा जाँदैछु है गाइस, टक्क पारामा। यता स्कुल पनि रहेछ त, स्कुल छ स्कुल यहाँ। यो ठाउँको नाम चाहिँ के पर्छ भन्दा ठ्याक्कै के यो प्युठान बाजीपुर भन्ने रहेछ। त्यो रुखमा जाँदैछु, अब म रुखमा चढ्छु त्यो जरामा टक्क। मजेदार देखिरहेको देख्दाखेरि त रुख। रुखमा चढ्ने ओहो खतरा छ त हेर्ने, खतरा छ है गाइस। रुखको जरा आमामामा, यसमा त साँप पनि हुन्छ होला हौ। खतरा ओहो जराहरू त आमामामा खतरा छ यार, खतरा लाग्यो जराहरू त। चौरमाथि भनेको के गरी जाने। हाम्रो बाइक र बुनेको वहाँ छ। यहाँ छ बाइक दिदी। यहाँ चाहिँ चरामा चढ्ने भनेर आएको, सकिन्न हौ चढ्न त। अब जानु पर्यो। अब लगभग पुग्ने बेलामा भ्लग गर्छु म माथि। फाइनली गाइस स्वर्गद्वारी प्रवेशद्वारमा आइसक्यो। तर बाटो चाहिँ एक्सट्रिम राम्रो पनि बनायो होइन, राम्रो पनि छ भनौँ होइन। तर सिस्टम चाहिँ राम्रो लागेन कि यहाँको। सब धोती गाडीहरू मात्रै छ। नेपालीहरू इन्डियामा जाँदा कति गाह्रो छ। इन्डियामा सब धोती गाडी छ, टोटल इन्डियन गाडी। यो इन्डियन गाडी, यो इन्डियन गाडी, यो इन्डियन गाडी। यो बाइकहरू सब टोटल धोतीहरू मात्रै आयो कि, पुरै इन्डियनहरू आयो। यो सब इन्डियनहरू। हामी नेपाली भने इन्डियामा जाँदा कति दुःख छ, कति तडपाउँछ। नेपालमा यस्तो छ, यो हेरिदिनु पर्यो सरकार। यो सब इन्डियन गाडी छ। तर बाटो चाहिँ राम्रो हो, एक्सट्रिम छ एकदम दामी सबै बनाएको। हामी चाहिँ अहिले प्रवेशद्वारबाट भित्र छिर्दैछ। माथिको के छ सिस्टम हेरौँ, सिडी चढ्दै पक्का गइसकेको अवस्था छ। इन्डियन गाडीले अति गर्यो होइन पनि। मन्दिरमा आएर इन्डिया आयो जस्तो लाग्यो। सब धोतीहरू मात्रै छ, इन्डियन गाडी इन्डियन गाडी। त्यसैको बारेमा लडाइँ भइरहेछ। तर अब माथि जाँदै घोडा रहेछ, तर हाम्रो ढङ्ग छैन। टक जाँदै 1 किलोमिटर चढाइ सुरु भयो हाम्रो। यहाँबाट भिड चाहिँ डेन्जर आउनु पर्ने। यस्तो सिस्टम त बनाएकै हो, तर के हो के सिस्टम चाहिँ। अब माथि गएर भेटौँ लगाइछ। फाइनल्ली गाइज स्वर्गद्वारी
मन्दिर पुगेको अवस्था छ। एकदम इन्डियनहरू आएर एकदम किचड किचड गरे फोरो फोरो मात्रै छ। भर्खर पुग्यो होइन। के भन्न पनि तँलाई केही छ भन्नु? छैन मन्दिर आयो त्यसै खुसी लागेर सब धोतीहरू मात्रै छ होइन। किचड फोरो गराएर लास्टै अति छ के जस्तो जनकपुर भन्न जनकपुर जस्तो फोरो भयो अरे त्यस्तै छ। यो मन्दिरको भ्यू भयो। त्यति साह्रो छैन यार, जति सोचेर आइयो त्यति साह्रो छैन। सबै यो मन्दिरको भ्यू भयो। मन्दिर चाहिँ राम्रो छ। अब मन्दिरमा दर्शन गर्ने कताबाट हो नि। अनि यो यताउता मन्दिरको आसपासको एरिया यता दर्शन गरिरहन् मान्छेहरू। गर्मी एकदम छ। तल धर्मशाला रहेछ। यो मेन मन्दिर भयो न। यो चाहिँ धर्मशाला रहेछ तल। सब धोतीहरू इन्डियनहरू मात्रै छ यहाँ त। के भएको यस्तो? नेपाली त कोही पनि देखिन्न हौ। लगाइज अब हेर्न पनि के छ र। यो अब धर्मशाला भयो टक्क। यो मन्दिर भयो। त्यही हो, त्यति साह्रो हेर्न पनि केही छैन यहाँ त। स्वर्गद्वारीको यो स्वर्ग जाने गुफा भन्छ। स्वर्गद्वारी जाने गुफामा छौँ हामी। यहाँको भ्यू चाहिँ नेक्स्ट लेभल छ। यो चाहिँ गुफा भयो। अब लाइट बालेर छिर्नु पर्यो होइन भित्र। यो गुफा ओइ सरी शिव शिव के भन्न कतातिर आटो हो स्वर्ग जाने दुलो? ए यता भगवान्जी पनि हुनुहुन्न रहेछ। केही हुन्न क्या। लाइट त बाल्नु पर्यो के रे। चिसो रहेछ एकदम नेक्स्ट लेभल। भिडियो बनाउनु त पाइन्छ होला नि। त्यही त जाउँ अगाडि बढाउँ त। यति हो गुफा? सरी कहाँ देखाउनु भयो हजुर? गुफाको बारेमा भन्दिनँ नि त दाजुभाइ। के यो चाहिँ कसै थाहा छैन, तर म जति थाहा त्यति भन्नु न। धेरैचोटि आएको छु, तर यसको हिस्ट्री केही पनि छैन। आएको बेला नै आउने गरेको छु। गुफा अर्को हेर्ने बरु उहाँ छ। यताबाट जाने चाहिँ यताबाट जानुहुन्छ भरे गएर अहिले भालबाङ भएर। हजुर भालबाङ हामी जाने बाटोमा छ ठुलो गुफा अहिले रोल्पाको भोलेरी। ए रोल्पाको बाटो जानुहुन्छ हजुर? रोल्पाबाट जान्छ हामी दाङ हो। हामी बोटोल हो। ए बोटोलदेखि आएको। किन यहाँ हग्गहरू हगेर यो बाटोको छेउमा यिनी इन्डियनहरू आएर पुरै धोतीहरूले पुरै छेउभरि हगेर। स्वर्गद्वारी राम्रो ठाउँ त घुम्न राम्रो। यस्तो हगुवै गु छ। सबै धोतीहरूले हगेर। यहाँ भएको पण्डितहरूले त भन्न पर्ने। तपाईँहरू यहाँ बस्ने मान्छेहरू त डन्डाले हान्दै हिँड्नु न। हाम्रो फुर्सद भए त हुन्थ्यो नि। साँझमा दिनकै हान्दै हिँड्ने नि। यिनै हो न हगुवारी नि। यिनैले यो बाटोको छेउमा सबैले हगेर यस्तो बनाखाने नै धोतीहरू। के देख्न नपाएकाहरू। भिडियो बनाएर हगुवाहरूको भिडियो बनाएर यस्तो बाटोको छेउमा कुनामा पुरै यो मन्दिर जस्तो पवित्र ठाउँमा हगेर चोरहरूले। यिनै धोती हगुवाहरू पुरै बाटोको छेउमा 1 किलोमिटर बाटोमा पुरै हगे गुवै गु छ कि नाक थुनेर हिँड्नु परिरहेको गु। यो पुरै गु हो। यो स्वर्गद्वारी जस्तो यस्तो पवित्र ठाउँमा स्वर्ग जाने द्वार जस्तो बाटोमा पुरै हगुवाहरू गु। यो पुरै गु हो। यो कालो कालो देखिरह नि सबै गु हो गाइसहरू। सब यो हगुवाहरू हो।
यस्तो हालत छ हगेर यो धोतीहरूले केही देख्न नपाएको धोतीहरू युपीको आउँछ यो पुरै गु हो यो गाइस हगेर चला गुै गु छ पुरै मन्दिरदेखि टोटल गुै गु यो स्वर्गद्वारी मन्दिरको व्यवस्थापन समितिसम्म पुग्न पर्यो यो कुरा समितिहरूको माथि पदमा बसेको मान्छेहरू के हेरेर बस्नु भएको यस्तो हगनजरी पुरै टोटल गुै गु छ यो मन्दिर जस्तो पवित्र ठाउँमा नाक थुनेर हिँड्न पर्ने अवस्था छ माथि गु थियो नि गाइसहरू त्यो माथिको गुको क्रेडिट सबै नि गुवाहरूलाई जान्छ माथि भएको त्यो बाटोको गु हग्नीहरू यिनै हुन् चोरहरू यो सब टोटल यहाँ बसिरहेको नि यस्तो छ हालत गुवाहरूको यहाँ खान्छन् मन्दिरमा पनि यस्तो यो हाल छ धोतीहरू आएर पुरै इन्डियन गाडी लिएर नेपालको टुरिस्ट पर्यटन व्यवसाय प्रवर्धन हुन्छ भन्छन् के हो नि हो यिनीहरूले इन्डियन गाडी ल्याउँछ आफ्नो इन्डियन नम्बरको गाडी ल्यायो त्यसमा पनि तेल आफ्नै हालेर आउँछ खाना आफै बनाएर आइरहेको माथि यिनीहरूबाट के टुरिस्ट प्रवर्धन हुने हो ए अगुवाहरू हो सब बिगार्न फोहोर गर्न आएको त फोहोर यस्तो छ नि मन्दिर जस्तो पवित्र ठाउँमा फोहोर यो फोहोर हो नि त अति छ कि नेक्स्ट लेभल फोहोर हो क्या यो कुरा यस्तो फोहोर हो नि हो नाक चुनेर बसिरहेन आफै यो मान्छेहरू आफै नाक चुनेर बसिरह आफै फोहोर गर्ने यो कपडा धुने ठाउँ बनाइरह मन्दिर जस्तो पवित्र ठाउँमा हेर्दिन पर स्वर्गद्वारी यो मन्दिरको व्यवस्थापन समिति यो गलत भइरहेको एकदम होइन दाजु हेर्नुहोस् यो मन्दिर जस्तो पवित्र ठाउँमा यो धोतीहरूको ल हेर्नु यहाँ गएको टोटल फोहोर हो क्या टोटल के हेरिरहेछ स्वर्गद्वारी मन्दिर व्यवस्थापन समिति के हेर्नु भयो हजुरहरू हेर्नु टोटल गु हो यो टोटल गु यता पुरै हगिरह यो मन्दिर हो यो स्वर्गद्वारी जस्तो पवित्र मन्दिर टोटल गुै गु फोहोर हिँड्न नाक थुनेर हिँड्न परिरहेको क्या यहाँ बसेको मान्छेहरू आफैले नाक थुनेर बसिरहेको टोटल गु छ क्या हाम्रो दाजुभाइहरू पनि आउनुभयो उहाँहरूले पनि टोटल भन्नुभयो गुै गु यता माथि जानुभयो टोटल गुै गु छ क्या बाटोभरि यो तरिका भएन स्वर्गद्वारी दर्शन भयो टोटल रमाइलो भयो भगवानको आस्था मन्दिर त एकदम राम्रो छ होइन तर मन्दिर एकदम राम्रो फोहोर एकदम बढी क्या फोहोरहरू एकदम बढी भयो मान्छेहरूले हगेर एकदम मैले त्यो भिडियो बनाएको हेर्नु आएला सबैले अति नै फोहोर हो कि हामी दर्शन गरेर आइसक्यो अनि अर्को कुरा भनेको यो इन्डियन पर्यटक आएर नेपालमा टुरिस्ट प्रवर्धन हुने भनेको कसरी हुने त सबै यो इन्डियन गाडी लिएर आए यो इन्डियन गाडी छ यो इन्डियन गाडी छ यो इन्डियन गाडी छ यो बाइकहरू सबै युपी नम्बरको छ पुरै टोटल बाइक इन्डियन नम्बरको छ अनि यसरी यो इन्डियन नम्बरको गाडी ल्याएर टुरिस्ट प्रवर्धन हुने कसरी नेपाल सरकारले केही गर्नुपर्ने कुरा सबै इन्डियन नम्बरको गाडी आहा अनि तेलसम्म उतैबाट ल्याए इन्डियाबाटै ल्याए तेल मान्छेहरूले अनि खाना बस्नको पुरै खानेकुराहरू आफै ल्याएर आफै बनाए अनि फोहोरो त्यस्तै छ मन्दिर जस्तो पवित्र ठाउँमा त एकदम सफा गर्नुपर्ने नि फोहोरो एकदम फोहोरो अति नै फोहोरो हो कि यो बताउन नसकिने फोहोरो हो भुटानबाट कोही हुनुहुन्छ अनि यो स्वर्गद्वारीको के अरे व्यवस्थापन समितिलाई भिडियो यसो फरवार्ड गरिदिनु होला यही भन्न चाहन्छु मन्दिर एकदम राम्रो मन्दिरको आस्था पनि राम्रो होइन भनेको पुग्छ अरे सबै एकदम राम्रो हो त्यो हर चिज तर यहाँको यो व्यवस्थापन समिति यो राम्रो भएन भन्ने मात्रै हो इन्डियनहरू आएर पनि आउनु एकदम राम्रो हो तर फोहोर गर्नु भएन क्या आएर मेन चिज भनेको फोहोर गरिराख्ने यो फोहोर गर्नु भएन
फाइनली गाइज आजको ब्लग चाहिँ इन गरौँ होइन। हामी घर पुगिसक्यो। मेरो बाइक चाहिँ यहाँ छ। ठ्याक्कै कति हिँड्ने भन्दा कति थियो 219 थियो 648 किलोमिटर भनेपछि यहाँ घटाउनु पऱ्यो कति भयो त्यति हिँड्ने हो। टक्क घर पुगेको अवस्था छ। ओके गाइज कोही भिडियो नआउँछ मलाई बाई टाटा सी।